सबैजनालाई जय मसीह। र आज चाहिँ मैले फेदमा उभिँदै गर्दाखेरि चाहिँ मैले के पाएँ भन्ने कुरा म भन्छु। बिफोर मन्थ तपाईँहरूलाई थाहा छ यहाँ वार भइरहेको थियो भनेर, र मेरो एम्प्लोयर चाहिँ उसको छोरीको घर गएको थियो, र उसको छोरीहरूले चाहिँ मलाई भने कि जबसम्म एम्प्लोयर चाहिँ तिमीसँग बस्दैन तबसम्मको चाहिँ हामी पे गर्दैन भनेर है। तर पनि त्यो हुँदै गर्दाखेरि चाहिँ मलाई मनमा चिसो लाग्यो है। तर पनि मैले प्रार्थना गर्ने निर्णय गरेँ, फेदमा उभिने निर्णय गरेँ, किनकि प्रभुले मलाई यहाँ लिनुभएको केही न केही त उपाय प्रभुकोमा छ भन्ने कुराहरू। र त्योनिर मैले फेदमा उभिँदै गर्दाखेरि चाहिँ उत्पत्ति 26 अध्यायलाई मैले पढिरहेको थिएँ। त्यति बेला चाहिँ 12 अध्यायमा चाहिँ के लेखेको थियो भन्दाखेरि चाहिँ 12 पदमा अध्यायमा होइन, त्यहाँनिर चाहिँ इजाक चाहिँ जब चाहिँ फलिस्तिनहरूको जग्गामा थियो र त्यो खरेडीको टाइममा पनि बाली नाली लगाउँदाखेरि चाहिँ 100% कटनी गर्यो भनेर भनेको थिएँ। त्यो कुरालाई लिएर चाहिँ मैले प्रार्थना गरेँ प्रभुसँग, अनि प्रार्थनाहरू गर्दै गर्दाखेरि चाहिँ प्रभुले चाहिँ साँच्ची नै मलाई एन्सर दिनुभयो। साँच्ची नै प्रभु चाहिँ जिउँदो हुनुहुन्छ भन्ने कुराहरू चाहिँ मलाई पहिलादेखि नै विश्वास थियो, र अझै अहिले मेरो फेथको एक कदम चाहिँ अगाडि बढेको छ। सो थ्याङ्क यू फर वाचिङ गाइज।